हेलो, हामी साउदीको यो हिट क्याब भन्ने ठाउँमा आइरहेको छौँ आज हैन। 4 दिन छुट्टीको दिनमा हामी अहिले यहाँनिर अलिकति यो के अरे समुद्र अरे गर्मीलाई मेटाउनलाई यहाँ साउदीको हिट क्याब भन्ने ठाउँमा आइरहेको छौँ हामीले अहिले पौडी खेल्नलाई। हाम्रो गोरा भाइ उता पर अगाडि जाँदै हुनुहुन्छ, मेरो साला भाइ जाँदै हुनुहुन्छ। निम्छु के भन्ने ठाउँमा गइरहेको छौँ अहिले। यस्तो ठाउँ रहेछ पुरा, एकदम रमाइलो ठाउँ रहेछ। एउटा घर पनि रहेन रहेछ यहाँ चाहिँ, पुरा यस्तो ठाउँ रहेछ। गोरा भाइ मेरो साला भाइ एकदम हिरो भएर जाँदै हुनुहुन्छ। खै कहाँ छ रायनहरू? हामी त पौडी खेल्नुभन्दा पनि त्यतिकै घुम्नलाई आएको। म साउदीमा लगभग अलिअलि बसे तापनि घुम्न आएको थिएन। आज यो ठाउँमा चाहिँ हिट क्याब भन्ने ठाउँमा चाहिँ यसो रमाइलो ठाउँ छ अरे, पौडी खेल्ने ठाउँ भनेर आएको। केही रहेन रहेछ, एउटा घर पनि छैन, खालि गाडीहरू मात्रै छ घुमिरहेछ। यस्तो ठाउँमा के यताबाट आएको हैन, यस्तो खालको छ। हिट क्याब भन्ने यस्तो छ है। हजुरहरू नि आउनु होला रियादमा बस्नुहुन्छ भने। यो चाहिँ रियाद सिटीभित्रै भेट्छ हिट क्याब। म पानी पनि देखाउँछु। पानी पनि देखाउने छु कस्तोमा रहेछ पानी। माथि जाँदैछन्। हक्कसँग यस्तो ठाउँ रहेछ। म त बग्दै गरेको खोला पो जस्तो लागेको थियो, होइन रहेछ। यस्तो पो ठाउँ रहेछ त, बग्दै गरेको खोला जस्तो लाग्यो, होइन रहेछ। के भन्ने यस्तो छ माथिबाट यस्तो गरेर घुमेर यस्तो ठाउँ रहेछ हिट क्याब भन्ने।